कुन चाहिँ गाडी एक्सिडेन्ट भएछ कि साथीभाइहरू। अन्त यहाँ 10 माइलमा जाम लागिरहेको छ हौ। खै कुन चाहिँ गाडी झऱ्यो ठोक्यो भन्दै थियो हो। अन्त जाम लागेर बसिरहेको छु। गरम पनि दिनदिनै बढ्यो हो। अन्त यति साह्रो गरम भइरहेको छ है, के भन्नु तपाईँहरूलाई। अब चाहिँ खोल्यो जस्तो छ, कुन जग्गा ठोकेछ हो। अब भट्टाभट गाडी आउँदैछ, अब खोलियो जस्तो छ। जोरथाङ गएको हो, यहीँनिर 2-3 बज्ने जस्तो लाग्यो मलाई त। हेर्नुहोस् है साथीभाइ, 10 माइलको टर्निङमा बस र टाटा एक्सिडेन्ट भएछ है। अन्त त्यही हो साथीभाइ, गाडी एक्सिडेन्ट हुँदाखेरि ड्राइभरले के कुरा सुन्नुपर्छ है, त्यो मैले सानो तपाईँहरूलाई भिडियो क्लिप राखिदिएको छु है। भिडियो स्किप नगरी हेरिदिनु होला है। हेलो एभ्रिवान, दिस इज पेम्पा शेर्पा। गाडीको मालिकहरूले चाहिँ है, तपाईँहरूले दुःख गरेको पैसाले किन्नु भएको गाडी, ड्राइभरहरू राम्रो ड्राइभरहरू राख्नुहोस्। यसरी माल पानी गजडेहरू नराख्नुहोस्। हेर्नुहोस् त, गाडी तल डाइरेक्ट पिकनिक स्पटमा पुऱ्याइदिएको छ। निकाल्नु कति खर्च लाग्यो होला। मालिकको घरमा आँसु, ड्राइभरको घरमा मासु बनाइराखेको छ। हेर्नुहोस् त, अलिक राम्रो। हेलो, हेर्नुभयो साथीभाइ भिडियो क्लिप। ड्राइभरको घरमा मासु, मालिकको घरमा आँसु अरे। खासमा भनौँ भने त ड्राइभरको घरमा पो आँसु हुन्छ त। आमा बाउको आँसु, बुढी नानीको आँसु, जे पाए त्यही बोलिदिनु भएको छ कि उदाले। आफै पनि ड्राइभर रहेछ होइन, बुझिदिनु पर्छ नि होइन साथीभाइ। त्यति साह्रो त नभनिदिनु पर्ने हो। सबै ड्राइभर एउटै हुँदैन है, हातको अम्ला पनि बराबर हुँदैन होइन। अन्त त्यही हो साथीभाइ, 40-45 वर्षको ड्राइभरले पनि गाडी एक्सिडेन्ट गरेको हुन्छ। त्यो पनि गाँजा गोटी खाएर त एक्सिडेन्ट गरेको हुँदैन होला नि त साथीभाइ होइन। त्यही हो साथीभाइ है, मैले सानो तपाईँहरूलाई यो भिडियो राखिदिएको छु है। अन्त त्यही हो साथीभाइ, कमेन्टमा भन्नुहोस् होला तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो है। त्यही हो साथीभाइ, कमेन्टमा प्रतिक्रिया दिनुहोस् होला है। आजको लागि यति नै सर्ट भिडियो, लाइक पनि गरिदिनुहोस्।